रुखको मुर्कट्टा। गाउँघरमा मेला आएपछि सबैजनामा खुसीको लहर बहन्छ भन्ने त थाहा छँदैछ। त्यस्तै आजको कथा भनेको मेलाबाट घर फर्कदा घटेको डरलाग्दो घटना हो। यो घटना हाम्रो आफ्नै सब्सक्राइबर प्रशान्त श्रेष्ठसँग घटेको एक सत्य घटना हो। उहाँको घटना जस्ताको तस्तै यहाँहरू माझ प्रस्तुत गर्दैछु। मेरो नाम प्रशान्त श्रेष्ठ हो र मेरो घर चाहिँ महालक्ष्मी नगरपालिका 5 धनकुटामा पर्दछ। हाम्रो गाउँको लगभग 8 किलोमिटर माथि जितपुर भन्ने ठाउँमा वर्षेनी मेला भइरहन्छ, जस कारणले म र मेरो साथीहरूले उक्त मेला हिँड्दै जाने भन्ने सल्लाह गरिसकेका थियौँ। अब हामी सबै साथीहरू नयाँ नयाँ लुगा लगाएर बिहानै 8 बजी मेरो घरमा भेला भयौँ। हामी सबैले आफ्नो घरमा खाजा खायौँ र 2 बोतल पानी लिएर मेला लाग्यो। 8 किलोमिटर माथिको मेला साथै उकालो भएकाले मेला पुग्नु झन्डै 3 घण्टा लाग्यो। हामी बल्ल तल्ल मेला पुग्यौँ र मेलामा खुब रमाइलो गर्यौँ। मेलामा गएर डाइस युवा केटाहरू नखेल्ने त कुरै भएन। त्यस्तै गर्दै गर्दा रातिको 8 बजिसकेछ। हामी 5 भाइ साथी मध्ये दिप्सन भन्ने साथीले चाहिँ राति घर लगेर पकाएर खान भनी ब्रोइलरको मासु किनेको थियो। गाउँमा राति मासु लिएर हिँड्न हुन्न भने हामीले सुन्नु स्वाभाविक नै थियो। तर पनि हामी सबै साथीहरू आधुनिक सोच राख्ने भएकाले भूत प्रेतमा विश्वास गर्दैनथ्यौँ। त्यसैले हामी मेलाबाट घरतिर लाग्यौँ। दिनभरि मेलामा घुमेकाले गलेको शरीरलाई घर पुग्न लगभग 4 घण्टा लाग्थ्यो होला। जे भए पनि हामी घरतिर हिँडिरह्यौँ। 3 जना साथी भने अगाडि भूतको कुरा गर्दै अगाडि बढ्दै थिए भने दिप्सन र म चाहिँ उनीहरूको पछि हिँडिरहेका थियौँ। लगभग आधी घण्टाको यात्रापछि हामी जङ्गलको बिचमा पुग्यौँ। अब भने सुनसान रात साथै जङ्गलको बिचमा भएकाले हामी 5 साथी एकैसाथमा हिँड्न थाल्यौँ। जङ्गलको बिचमा भने एक विशाल बडको रुख थियो। हामी भने उक्त रुखमुनि थकै मार्न एकछिन बस्यौँ। एकछिन बसिसकेपछि हाम्रो मासु बोकेको साथी भने त्यही रुखमुनि ढल्यो। हामी आत्तियौँ र केटो धेरै हिँडेकाले गलेर ढलेछ भनेर हामीले पानी उसको आँखामा छिम्क्यौँ। केटो आतिथ्य उठ्यो र उसलाई के भयो तलाई भनी प्रश्न गर्दा उसले मलाई केही थाहा छैन, मलाई त मेलाबाट हिँडेको मात्र याद छ भन्यो। उसको कुरा सुन्नासाथ हाम्रो मुटुले त ठाउँ नै छाड्यो। उसले बोकेको मासुको पोकामा त मासु नै थिएन, तर पोकामा भने रगत भरिएको थियो। उक्त पोका त्यहीँ फाली हामी छिटो लागौँ यहाँबाट भनेर हामी ब्याग बोक्न पछाडि फर्कदा त 5 भाइले एकैसाथ रुखमा बसिरहेको आकृति देख्यौँ। उक्त आकृतिमा टाउको नभएको र खुट्टा उल्टो भएको प्रेत बसिरहेको थियो। उसै त अगाडि घटेको घटनाले आत्तिएको हामी अब यस्तो डरलाग्दो आकृति देखेपछि त हाम्रो मुटु झन्डै घाँटीबाट निक्ल्यो, वा भनौँ झन्डै सास नै चल्न छाड्यो। अब हामी अत्यन्त आत्तिँदै भाग्यौँ। उसै बेला हामीलाई केही तल रहेको मन्दिर याद आयो र हामी सक्दो जोडले भागी उक्त मन्दिरमा प्रवेश गर्यौँ। अब हामीले राति त्यही रात बिताउने निधो गरेकाले मन्दिरभित्रै सुत्ने प्रयास गर्यौँ र जसो तसो निदायौँ। भोलि बिहानै 6 बजे म बिउझिएर मैले सबैलाई उठाएँ। मन्दिर नजिकै एउटा घर थियो र उक्त घरमा सिडिएमए फोन पनि थियो। त्यही सिडिएमए फोनबाट घरमा कल गरी हामीलाई लिन गाडी पठाउनु भन्यो। उता घरकाहरू आतिएर हतनपत ट्याक्सी पठाउनु भयो। हामी सबै ट्याक्सीमा चढ्न मन्दिर बाहिर निक्लन साथ हामी 5 भाइको टाउको जोडले दुख्न थाल्यो। मेरो होस एक्कासी घरमा परिवारहरूले घेरिरहेको अवस्थामा खुल्यो। मैले बुवालाई आतिथ्य सोधेँ, बुबा म ट्याक्सीबाट यहाँ कसरी आइपुगेँ? तब बाबाले भन्नुभयो, तिमीहरूले ल्याएर ट्याक्सी यहाँ आइसकेपछि तिमीहरू सबैजना बेहोस थियौ। हामीले डाक्टरले बोलाएर उपचार गर्न लगाउँदा केटाहरूको मृत्यु भयो भनेर भन्यो। तब गाउँमा रुवाबासी चल्न थाल्यो। तर पनि हार नमानी गाउँका जान्नेकोमा लगेर देखायौँ। तब हामी पनि आत्तिँदै यिनीहरू 5 भाइलाई एउटै घेरामा राखी
खै के मन्त्र जप्न थाल्नुभयो, तिमीहरू बेहोस अवस्थामा थियौ त्यति बेला। अनि हामीले लगभग 1 घण्टा मन्त्र जपेपछि चामलका दानाहरूलाई तिमीहरूमा फ्याँक्नुभयो र केटाहरू केही घण्टामा होस आउँछ, घर लिएर जानु भन्नुभयो। अनि के भएको रहेछ त भनी सोध्दा यीमध्ये एउटाले मासुको दिनु रहेछ, त्यो मासुलाई बच्चाले मजा मारेको रहेछ र यिनीहरू राति बसेको बरको रूपमा रुखको मुरकुट्टाको बास रहेछ। धन्न केटाहरू मन्दिरमा गएर बास बजेछन् र प्रेतको प्रभाव त्यतिन्जेल परेन छ। मन्दिरमा नबसेका भए बाटोमै मर्ने थिए केटाहरू भन्नुभयो। पछि तिमीहरूलाई घरमा आराम गर्न ल्याएको भनी भन्नुभयो। त्यसपछि म त हत्त नपत्त चारै साथी भेट्न गएँ। सबै होसमा रहेछन् र सबैलाई ठिक पनि रहेछ। धन्न त्यो दिन हामी मन्दिरमा बास बस्यौँ, नभए त दुईटै प्रेतले हामीलाई लाने रहेछ।